ल सुरुमा चाहिँ के गरौँ भन्दाखेरि हाम्रो यो एपमा हेर त, यो एपमा हेऱ्यो भने सबै स्क्रिनको ब्याकग्राउन्ड कलर सेम छ होइन, डार्कमा यसले युज गराएर रहेछ। त्यसपछि जस बटन्सको कलरहरू यिनीहरू सिमिलर छ नि त होइन। सो यसलाई चाहिँ हामीले के गर्दा बेटर हुन्छ भन्दाखेरि यस्तो आउँदाखेरि कुनै यस्तो डिजाइन्सहरू हामीसँग प्रोभाइड हुँदाखेरि चाहिँ हामीले यसलाई चाहिँ कुनै एउटा डिजाइन सिस्टम जस्तो बनाउँदा हुन्छ क्या। लाइक बटनको कलर अब सधैँ यो ब्लू कलरको छ होइन, ब्याकग्राउन्डको कलर यो डार्क ब्लू होला सायद होइन, यो कलरको हुन्छ भनेर एउटा हामीले कतैतिर ग्लोबल्ली सेट गरिदियो भने हामीलाई सहिलो हुन्छ। नयाँ स्क्रिन बनाउँदा अटोमेटिकली ब्याकग्राउन्ड कलर चेन्ज हुन्छ, राइट चेन्ज हुन्छ होइन। सो हामीले त्यस्तो बनाउन सकिन्छ। अब त्यस्तो बनाउने के गर्ने होइन। सो फर्स्टमा हामीले के गर्न सकिन्छ त भन्दाखेरि यसलाई चाहिँ यो स्क्रिनको कलर्सहरू के रहेछ त त्यसलाई एक्सट्र्याक्ट गर्ने सुरुमा, बुझ्यौ। सो एक्सट्र्याक्ट गर्नलाई के गर्न सकिन्छ, ह्यान्ड र कुनै स्क्रिनमा क्लिक गर्यो, मोरमा क्लिक गर्यो र भ्यू कोड हेऱ्यो भने हामीलाई यसको कोडहरू थाहा हुन्छ होइन। यो चाहिँ पछि तिमीहरूलाई कुनै डिजाइनरले फिग्मामा दियो भने पनि फिग्मामा तिमीहरूले इन्सपेक्ट गरेर राइट साइडमा हेर्न सक्छौ नि त होइन। सो त्यही कुरा अब यसमा चाहिँ जस्तो कोडमा दिएको छ, यसमा हेऱ्यो भने प्राइमरी छ, ब्याकग्राउन्ड लाइट छ र ब्याकग्राउन्ड डार्क, तिनवटा कलर चाहिँ यसमा युज गरेको छ भनेको छ होइन। सो प्राइमरी कलर चाहिँ ब्लू कलर युज गरेर छ, ब्याकग्राउन्ड लाइटको लागि अलिकति व्हाइट टाइपको, ब्याकग्राउन्ड डार्कको लागि डार्क टाइपको युज गरेर छ। अनि मेनली यहाँ फन्टहरू चाहिँ जम्मा दुईवटा फन्ट युज गरेर छ होइन, इन्टर भन्ने फन्ट र sans serif भन्ने फन्ट, दुईवटा फन्ट युज गरेर छ। सो भनेपछि यसलाई चाहिँ हामीले हाम्रो एपमा पनि ग्लोबल कन्फिगरेसन केही गरेर राख्न सकिन्छ। हाम्रो यसमा पनि टेलिनले जेनेरेट गरेको कोडमा पनि यिनीहरूले ग्लोबल कन्फिगर गरेर राखेको छ होइन। त्यस्तै हामीले पनि ग्लोबल कन्फिगरेसन गरेर राख्न सकिन्छ। अब के गर्ने त भन्दाखेरि यिनीहरूलाई चाहिँ एउटा कन्स्ट्यान्ट भन्ने फाइल बनाइदिने के होइन। जस्तो लिपभित्र यता हेर है, ल्यापटप अहिले चलाउनै पर्दैन, सबैले बन्द गर्दै नै हुन्छ, केही फरक पर्दैन है। सो यिनीहरू यो चिजहरू चाहिँ के हो भन्दाखेरि हाम्रो प्रोजेक्टको ग्लोबल चिजहरू हो भनेपछि यसलाई चाहिँ एउटा कोर भन्ने फोल्डर बनाएर राखिदियो हुन्छ कि, लिपभित्र कोर फोल्डर बनाउने होइन। अनि कलरको लागि छुट्टै, फन्टको लागि छुट्टै, यस्तो केही बनाउन सकिन्छ। जस्तो कलरको लागि चाहिँ मैले के बनाइदिन्छु भन्दाखेरि एप अन्डरस्कोर कलर डट डाट भन्ने एउटा फाइल बनाउनु होइन। यो चाहिँ कुनै फिचर स्पेसिफिक नभएर यसको नाम नै के राखिदिएँ मैले, एप कलर भनेर राखिदिएँ, ठिक छ। यो ग्लोबल चिजहरू भएको कारणले मैले एप कलर राखेँ। त्यसपछि यो भित्र म एउटा क्लास बनाउँछु है, क्लास एप कलर भन्ने बनाउँछु। अब यो भित्र चाहिँ डिफ्रेन्ट कलर्सहरू यहाँको कलर एक्सट्र्याक्ट गरेर यता राख्छु। जस्तो प्राइमरी कलर छ होइन। सो प्राइमरीको लागि म प्राइमरी भन्ने एउटा भेरिएबल युज गर्छु, इक्वल्स टु कलर 0xFF अगाडि राखिन्छ कलरलाई। यो मैले तिमीलाई सिकाएको थिएँ होला, हेक्स कलर राख्नुपर्ने छ भने फ्लटरमा जहिले पनि 0xFF चाहिँ अगाडि राख्ने र हेक्स कलरको भ्यालु चाहिँ त्यहाँ लगेर पेस्ट गर्ने, अगाडिको ह्यास चाहिँ यसमा रिमुभ गरिदिने हो होइन। यसलाई कपी गर्नु पऱ्यो र यता ल्याएर पेस्ट गर्नु पऱ्यो, पेस्ट हुँदैन रहेछ यहाँबाट, कपी नै हुँदैन रहेछ जस्तो। यसलाई कपी गर्यो यताबाट ल्याएर पेस्ट गर्यो होइन, तर ह्यास चाहिँ रिमुभ गरेर यसरी हामीले गर्न सकिन्छ। अब यो कलर भन्नेमा एरर आयो भनेपछि यसलाई इम्पोर्ट गर्नु पऱ्यो, यसलाई मटेरियल डट डाटबाट इम्पोर्ट गरेँ र यो कलरले चाहिँ अब हामीलाई के दिन्छ, कलर टाइपको दिन्छ भनेपछि यता अगाडि पनि कलर टाइप यसरी दिनु पऱ्यो है। यसरी हामीले एउटा भेरिएबलमा लगेर राख्यो। त्यसपछि अर्को हाम्रो के छ, ब्याकग्राउन्ड कलर। सो लाइट कलर यसमा कतै युज भएको छैन हाम्रो एपमा होइन, लाइट कलर कतै युज भएको छ त ब्याकग्राउन्डमा युज भएको छैन भने चाहिँ हामी डार्क कलर, डार्क भेरिएन्टमै जाउँला है। कि त हाम्रो एपले पछि चाहिँ लाइट मोड र डार्क मोड सपोर्ट गर्यो भने त्यो बेलामा चाहिँ लाइट ब्याकग्राउन्ड र डार्क ब्याकग्राउन्ड भनेर राख्नुपर्छ होइन। अहिलेको लागि हामी डार्क ब्याकग्राउन्डमा मात्र काम गरौँ, त्यही भएर डार्क ब्याकग्राउन्ड युज गरौँ है त। सो म के गर्छु, अर्को कलर अनि त्यसपछि ब्याकग्राउन्ड कलर भनेर दिएँ यसको नाम होइन, इक्वल्स टु कलर 0xFF अगाडि राख्ने र यसको कलर कोड के छ त्यो कपी गर्ने है। कपी गर्यो त्यसपछि यहाँ आयो, यहाँ ल्याएर पेस्ट गरिदिने। सो यो दुईवटा भयो। अब हेर एप कलर भनेर राख्यो। अब यसलाई एक्सेस कसरी गरिन्छ नर्मल्ली, प्राइमरी कलर एक्सेस गर्नु पऱ्यो भने मैले कसरी गर्छु नर्मल्ली, मैले के गर्छु त भन्दाखेरि एप कलरको एउटा इन्स्ट्यान्स क्रिएट गर्छु होइन, कलर भनेर इक्वल्स टु एप कलर भनेर यसरी क्रिएट गर्छु नि त होइन। यहाँ अगाडि न्यू लेख्न पर्दैन, यो तिमीलाई थाहा छ होला डाटमा। यति गरिसकेपछि मैले कलर डट प्राइमरी यस्तो भनेर एक्सेस गर्न सक्छु नि त नर्मल्ली होइन, यसरी एक्सेस गर्न सक्छु नि त प्राइमरी कलर गर्ने हो भने। सो
यो गर्नुभन्दा यसरी इन्स्ट्यान्स क्रिएट गर्नुभन्दा इन्स्ट्यान्स चाहिँ क्रिएट नगरिकन गर्न सकिन्छ होइन। सो इन्स्ट्यान्स क्रिएट नगर्ने भनेको एब्स्ट्र्याक्ट क्लास बनाइदिने। एब्स्ट्र्याक्ट क्लास बनाइदिइसकेपछि यसको इन्स्ट्यान्स बनाउनु मिल्छ त? एब्स्ट्र्याक्ट क्लासको अब्जेक्ट बनाउनु मिल्दैन भनेर पढायो होला नि तिमीहरूले होइन। सो यो बनाउनु मिल्दैन। सो अगाडि एब्स्ट्र्याक्ट राखिदिने। अनि के गर्ने त भन्दाखेरि डाइरेक्टली क्लासको नाम डट प्राइमरी भनेर हामीले एक्सेस गर्न मिल्छ नि। एप कलर डट प्राइमरी यसरी एक्सेस गर्न मिल्ने बनाउने क्या। सो यो चाहिँ कसरी बन्छ भन्दाखेरि अगाडि यसमा स्ट्याटिक भन्ने युज गरिदिने है। स्ट्याटिक किवर्ड युज गरिदिएपछि चाहिँ एपभित्र भएको मेथड्स अथवा भेरिएबल्सहरूलाई चाहिँ हामीले कसरी एक्सेस गर्न मिल्छ, डट नोटेसनले सिधै एक्सेस गर्न मिल्छ। यसरी एप कलर डट प्राइमरी भनेर यसरी डाइरेक्टली एक्सेस गर्न मिल्छ। अब यसमा चाहिँ अहिले एरर दियो, किन एरर दियो भन्दाखेरि यिनीहरू चिजहरू भनेको void main भित्र राख्नुपर्छ होइन। सो त्यही भएर चाहिँ एरर दियो, यो हामीले void main भित्र राखेको छैन। सो यति गऱ्यो भने चाहिँ हामीले डाइरेक्टली के गर्न मिल्छ, एप कलर अनि डट प्राइमरी भनेर सिधै एक्सेस गर्न मिल्छ क्या है। अब कतितिर हामीलाई यो कलर चाहियो भने के गर्ने, एप कलर डट प्राइमरी गर्ने, अथवा ब्याकग्राउन्ड कलर चाहियो भने एप कलर डट ब्याकग्राउन्ड कलर भनेर गर्न सकियो नि त है। सो अब मेन डट डाटमा जाउँ। मेन डट डाटमा गइसकेपछि चाहिँ सुरुमा त के गरौँ भन्दाखेरि हामीले यो कमा गर्दाखेरि फर्मेटिङ भइरहेको छैन होला है। यसको कन्फिगरेसन गरौँ। कमा गरेपछि अटोमेटिक हटिरहेको छ। सो यो गर्नलाई हामीले के गर्नुपर्छ त, एनालाइसिस अन्डरस्कोर अप्सन्स डट वाइएमएल फाइलमा जाने होइन। यसमा गइसकेपछि चाहिँ फर्मेटर भन्ने एउटा अप्सन छ होइन। यो भित्र चाहिँ ट्रेलिङ कमाज भन्नेलाई चाहिँ प्रिजर्भ भनेर राखिदिने है। यति गऱ्यो भने चाहिँ अब हामीले यसमा कमा दियो भने अटोमेटिक फर्मेटिङ हुन्छ। कसले हो मोबाइल चलाएर अफ गर। यसमा मैले कमा यसरी राखिदिएँ नि, सेभ गर्दाखेरि यो ट्री लाइक स्ट्रक्चरमा आउँछ। ठिक छ, यहाँसम्म केही प्रब्लम छ? अब हेर मैले के गर्न लागिरहेको छु भने यो अलिकति नयाँ कन्सेप्ट हो ल। हामीले प्रोडक्सन एपहरूमा यसरी नै गर्छौँ। के गर्छौँ त भन्दाखेरि अब ग्लोबल्ली हामीले कन्फिगर गर्ने के चिजहरू, जस्तो मटेरियल एपमा हेऱ्यौ भने यसमा थेम भन्ने एउटा कन्सेप्ट छ है। यो थेम भन्ने एउटा कन्सेप्ट छ। यदि पछि हामीले लाइट थेम र डार्क थेम बनाउने हो भने यसरी डार्क थेम र लाइट थेम कन्फिगर गर्ने है। तर अहिले हामी के गर्दैछौँ, हामीले चाहिँ एउटा ग्लोबल कन्फिगर गर्दैछौँ। एपको कलर चाहिँ यस्तो हुन्छ, फन्ट चाहिँ यस्तो हुन्छ भनेर कन्फिगर गर्दैछौँ। त्यसको लागि मटेरियल एपभित्र जाने र थेम भन्ने प्रपर्टी युज गर्ने। थेमले के लिँदो रहेछ, थेमले लिँदो रहेछ थेम डेटा टाइपको होइन। सो मैले के राखेँ, थेम डेटा भनेर, अथवा यसमा थेम डेटा डट डार्क भनेर पनि राख्न सक्यो, अथवा थेम डेटा भनेर पनि राख्न सक्यो। त्यति राख्यो भने यो कन्सट्यान्ट हामीले हटाउनु पर्छ है। थेम डेटा डट, किनभने हाम्रो यो डार्क थेममा काम भइरहेछ नि त। हेर त सबै डार्क थेम छ। सो त्यही भएर मैले के गरेँ, सिधै थेम डेटा डट डार्क भनेर राखे नि हुन्छ। अथवा मैले यहाँनिर थेम डेटा भनेर यसरी राखेर यहाँभित्र ब्राइटनेस भन्ने प्रपर्टी छ, त्यो डार्क भनेर यसरी दिँदा पनि हुन्छ। ब्राइटनेस र डार्क भनेर यसरी दिँदा पनि हुन्छ है। अब यति गरिसकेपछि यो थेम डेटाभित्र अरू के प्रपर्टी छ एकचोटि हेरौँ होइन। यसमा चाहिँ कलर स्किम भन्ने एउटा प्रपर्टी छ है। यसमा मैले के युज गर्न सक्छु, कलर स्किम भन्ने युज गर्न सक्छु। कलर स्किमले के लिन्छ, कलर स्किमले कलर स्किम टाइपको लिन्छ। सो यसमा हेऱ्यो भने कलर स्किम भनेर लिने होइन। डाइरेक्टली यस्तो नगरेर अब हामीले के गर्न सकिन्छ, कलर स्किम डट फ्रम सिड गर्न सकिन्छ है। यो भनेर चाहिँ के हो नि, सपोज यसलाई मैले एउटा कुनै प्राइमरी कलर प्रोभाइड गरिदिएँ नि, यसले अटोमेटिकली सबै कलर्सहरू चाहिँ यसले जेनेरेट गरिदिन्छ क्या होइन। टेक्स्टको कलर त्यही अनुसार हुन्छ नि, एडप्टिभ भएर जेनेरेट गरिदिन्छ। अब सिड कलर भनेर चाहिँ मेन कलर चाहिँ हामीले यसमा दिने हो। सिड कलर भन्ने ठाउँमा यसले कलर प्रपर्टी लिन्छ। सो यसलाई चाहिँ सिड कलरमा कलर भनेर दिने। अब कलर कुन चाहिँ कलर दिने त, हाम्रो एपको प्राइमरी कलर दिने। सो प्राइमरी कलर मैले यसमा एप कलर भनेर बनाएको थिएँ होइन। सो त्यो कसरी एक्सेस गर्ने, एप कलर डट प्राइमरी भनेर यसरी एक्सेस गर्न सकिन्छ। तर यसले किन एक्सेस गर्न मानेन, किनभने हाम्रो यो प्राइमरी भनेर त अलरेडी कलर हो नि त होइन। सो कलरभित्र लेखिरहनु परेन है। यसलाई के गर्ने, एप कलर डट प्राइमरी भनेर यसरी लेख्न सकियो है। कमा गरिदिन्छु, फर्मेटिङ मिल्छ अलिकति। ठिक छ, त्यसपछि रिफ्रेस गरेर हेरौँ। रिफ्रेस गरेर हेर्दा यसले के भन्यो, कलर स्क्रिमको ब्राइटनेस अर्कै छ अरे, यसको माथिको अर्कै छ भनेपछि यसमा हामीले के गर्न मिल्यो, कलर स्क्रिममा पनि ब्राइटनेस भनेर प्रपर्टी दिनु मिल्यो। ब्राइटनेस डट डार्क भनेर यसरी दिन मिल्यो है। सो रिफ्रेस गरेर हेरौँ। रिफ्रेस गरेर हेर्दा अब हाम्रो स्क्रिनको कलर अटोमेटिकल्ली यसको ब्याकग्राउन्ड कलर यस्तो भयो। बुझ्यौ यो चाहिँ कसरी आएको हो त, यो चाहिँ प्राइमरी कलर एउटा दियो, मैले डार्क कलर
डार्क भेरिएन्ट हुन्छ भनेर दियो भने यसले अटोमेटिकली ब्याकग्राउन्ड कलर चेन्ज गरिदियो। अब ठ्याक्कै हाम्रो ब्याकग्राउन्ड कलरसँग मिल्छ कि मिल्दैन, नमिल्न सक्छ होइन। सो यसमा विभिन्न प्रपर्टिजहरू छ, हेर त यति धेरै प्रपर्टी छ। यो मध्ये यो चाहिँ कलर स्किममा अथवा थीम डेटामा हेऱ्यो भने पनि यसमा स्क्याफोल्डको ब्याकग्राउन्ड कलर भन्ने हामीले चेन्ज गर्न सक्छौँ, यसमा हेर्न सक्छौँ। सो स्क्याफोल्ड ब्याकग्राउन्ड कलर भन्ने प्रपर्टी हुन्छ, त्यो भने चाहिँ हाम्रो यो ब्याकग्राउन्ड कलर हो। सो यसको लागि चाहिँ हामीले कहाँबाट दिनु मिल्यो, एप कलर्स डट ब्याकग्राउन्ड कलर भनेर दियो भने अब हाम्रो ब्याकग्राउन्ड कलर चाहिँ ठ्याक्कै एक्ज्याक्टली जुन हाम्रो डिजाइनको ब्याकग्राउन्ड कलर छ त्योसँग म्याच खान्छ होला होइन। अहिलेको लागि यति गरिदिउँ, कलरको चिज सिड कलर भनेर प्राइमरी कलर युज गरिदिउँ, ब्याकग्राउन्ड कलरको ठाउँमा चाहिँ यो हाम्रो जुन ब्याकग्राउन्ड कलर थियो त्यो युज गर्न सकियो। ठिक छ, यहाँसम्म त कन्फ्युजन छैन होला है। सो अलरेडी सेन्ट्याक्सको कुरा छ, यो सेन्ट्याक्स चाहिँ बिस्तारै बिस्तारै तिमीले गऱ्यौ भने सम्झिहालिन्छ है। थीम हामीले जसरी ग्लोबल कन्फिग्रेसन गर्छौँ त्यो चिजहरू चाहिँ यसरी मटेरियल एपभित्र गर्ने हो है। त्यसपछि अब हामीले के बनाउनु पऱ्यो, हामीले स्क्रिन्सहरू बनाउनु पऱ्यो भनेपछि यो स्क्रिन्समा जाने, लगइन स्क्रिन अलरेडी रहेछ है। लगइन स्क्रिन बनाउनु पऱ्यो डिजाइन भनेपछि इम्पोर्ट एम गऱ्यो भने माथि इम्पोर्ट हुन्छ मटेरियल डट डार्ट। त्यसपछि स्टेटलेस विजेट बनाउने, सुरुमा स्टेटफुल विजेट कहिले पनि नबनाउने है, सुरुमा स्टेटलेस विजेट बनाउने। यसमा लगइन स्क्रिन भनेर बनाउनु पऱ्यो होइन। लगइन स्क्रिनले के रिटर्न गर्छ, स्क्याफोल्ड रिटर्न गर्छ है। स्क्याफोल्डभित्र के हुन्छ, माथि एप बार हुन्छ होला, तर हाम्रोमा एप बार छ कि छैन, एप बार अलिकति छैन भन्दा हुन्छ होइन, छैन नि त। सो एप बार युज नगरे हुन्छ, सिधै बडी युज गरे हुन्छ। बडीमा अब मल्टिपल विजेट्स छ भनेपछि हामीले कोलम युज गर्न सक्यो। सो कोलम युज गर्ने, चिल्ड्रेनभित्र के युज गर्न सक्यो, माथिको लो आइकन छ होइन, त्यसपछि जब ट्र्याकर भन्ने छ। ठिक छ, सो यसको लागि हामीले गर्न सक्यो। त्योभन्दा सुरुमा चाहिँ हामीले के गरिदिउँ त भन्दाखेरि मेन डट डार्टमा चाहिँ लगइन स्क्रिन जाने बनाइदिउँ होइन। सो यो होममा चाहिँ यति रिमुभ गरेर लगइन स्क्रिनमा जाने बनाइदिउँ सुरुमा डिजाइन गर्दा। सो रिफ्रेस गरेर हेऱ्यौँ भने यहाँ अब हामी लगइन स्क्रिनमा आयौँ होला है। त्यसपछि अब हेर लगइन स्क्रिनमा जाउँ, अब डिजाइन सुरु गरौँ। सपोज यो कलमभित्र मैले अहिलेको लागि के राखेँ, वेलकम ब्याक भनेर राख्ने है। भनेपछि यसमा टेक्स्ट चाहिँ वेलकम ब्याक भनेर राखिदिएँ, ब्याङ्क भएछ, वेलकम ब्याक भनेर राखिदिएँ। तर वेलकम ब्याक सबभन्दा माथि टपमा आयो होइन। अब यस्तो टपमा आयो भने हामीले के युज गर्न सकिन्छ भनेको छु, कोलममा सेफ एरिया भन्ने युज गर्न सकिन्छ भनेको छु मैले है। सेफ एरिया भन्यो भने यो कर्भ जति पार्ट छ त्यो पार्टभन्दा भित्र चाहिँ आएर सबै विजेट्सहरू बस्छ। त्यो सेफ एरियाभित्र हामीले जुन जुन चिजलाई ऱ्याप गरेको छौँ त्यो सबै त्यो कर्भभन्दा भित्र आएर बस्छ है। अब त्यसपछि फेरि के गर्नु पऱ्यो, वेलकम ब्याकको ई चाहिँ स्मल लेटर गर्नु पऱ्यो। अब त्यसपछि अरू डिजाइन सुरु गर्ने, जस्तो वेलकम ब्याक, ट्र्याक योर करियर जर्नी इफिसियन्टली भनेको छ होइन। त्यसपछि अर्को के छ, टेक्स्ट अर्को सुरु गर्नु पऱ्यो। यतिलाई कपी गरेँ, पेस्ट गरेँ, ट्र्याक योर करियर जर्नी इफिसियन्टली भन्ने छ। ट्र्याक योर करियर जर्नी इफिसियन्टलीको स्पेलिङ यो EFFICIENTLY हो क्या हो, CIENTLY होइन, इफिसियन्टली यो आयो। अब यसको फन्टहरू मिलाउनु पऱ्यो होइन। सो फन्टहरू पनि हामीले ग्लोबल्ली कन्फिगर गर्न मिल्छ। अहिले तिमीहरूलाई अब त्यो भारी पर्छ होला होइन। सो यहीँबाट टेक्स्ट स्टाइल गरौँ, फन्ट साइज गरौँ। फन्ट साइज चाहिँ यो अब हामीले गेस गर्ने होइन, कि त हामीले यहाँ जाने फेरि एडिट भ्यू कोड गर्ने, यसको फन्ट कति युज गरेको छ त यहाँनिर युज गर्न सकिन्छ, हेर्न सकिन्छ। तर यसले रेममा युज गरे होला होइन। वेलकम ब्याक भनेको छ, वेलकम ब्याक टेक्स्ट सेन्टर गरेको छ, 32 पिक्सल युज गरेको रहेछ होइन। सो भनेपछि अनि 32 पिक्सल लेख्न सक्यो, फन्ट साइजमा 32 है। त्यसपछि फन्ट वेट बोल्ड युज गरे होला, फन्ट वेट बोल्ड युज गरेको छ होइन। वेलकम ब्याक अलिक धेरै नै ठुलो देखियो। मैले यो फोनको स्क्रिन साइज पनि बढाइदिएको छु, यो फोनको फन्ट साइज चाहिँ बढाइदिएको छु, त्यही भएर अहिलेलाई कति राख्नु 28 जति राख्ने, अलिक ठिक देखियो होइन। त्यसपछि ट्र्याक योर करियर जर्नी इफिसियन्टली भन्ने छ, यो पनि अब ठिकै देखिरहेछ होइन। यसलाई अलिकति सानो बनाइदिनुपर्छ क्या होइन, यहाँ अलिकति सानो आइरहेछ। वेलकम ब्याक पनि अझै सानो आइरहेछ। सो 28 को ठाउँमा 26 गरिदिउँ होइन। ट्र्याक योर करियर जर्नी इफिसियन्टली भनेको छ, यसलाई पनि स्टाइल दिउँ, स्टाइल टेक्स्ट स्टाइल है। त्यसपछि फन्ट साइज दिउँ, फन्ट साइज चाहिँ यसलाई 12 जति दियो भने राम्रो देखिन्छ कि 12 राख्ने है। त्यसपछि कलर अलिकति डिफ्रेन्ट छ यसको होइन। यसमा गएर यसको कलर के छ हेर्नु पऱ्यो भने भ्यू कोड गर्ने,
त्यसपछि ट्र्याक योर करियर जर्नी, टेक्स्टको कलर डार्क भयो बेला यो रहेछ होइन। सो यहाँ जाने, मैले के गर्न मिल्यो, कलर गरेर यहाँ 0xFF, त्यसपछि कपी हुँदैन फेरि यसले, राइट क्लिक गर्यो, कपी गर्यो है, यहाँ यसरी कलर राखिदिनु सक्यो। यो गऱ्यो भने ट्र्याक योर करियर जर्नी इफिसियन्टली भनेर यति पनि आयो होइन। त्यसपछि अब माथिको पनि हामीले बनाउनु बाँकी छ है, माथिको म लास्टमा बनाइदिन्छु अहिले यो है। त्यसपछि हाम्रो के आएको छ, यो टेक्स्ट फिल्ड आएको छ। टेक्स्ट फिल्ड आउनलाई मैले के गर्न सक्छु, यहाँ तल टेक्स्ट फर्म फिल्ड युज गर्न सकिन्छ, किनभने फर्म फिल्डमा हामी भ्यालिडेसनहरू लगाउनु मिल्छ होइन। टेक्स्ट फर्म फिल्ड युज गरेँ र यसमा हेऱ्यो भने हाम्रो सबै टेक्स्ट फर्म फिल्डमा हेरौँ, टेक्स्ट फर्म फिल्डभित्र डेकोरेसन प्रपर्टी हेरौँ है, बक्स डेकोरेसन भन्ने युज गरौँ। बक्स डेकोरेसनभित्र बक्स डेकोरेसन भन्दा पनि हाम्रो टेक्स्ट फर्म फिल्डको लागि त इनपुट डेकोरेसन युज हुन्छ होला नि त होइन। सो इनपुट डेकोरेसन युज गरौँ। इनपुट डेकोरेसनभित्र अब यसमा लेभल्सहरू, आइकन होइन सबै चिज राख्न मिल्छ, अथवा बोर्डर राख्न मिल्छ है। सो बोर्डर चेन्ज गर्न मिल्छ। बोर्डरको लागि चाहिँ आउटलाइन इनपुट बोर्डर युज गरौँ है। यो बोर्डर आयो हाम्रो, ठिक छ। अब यो बोर्डरको बोर्डर रेडियस चेन्ज गर्नुपर्ने होला, अलिकति बोर्डर रेडियस छ होइन, भनेपछि बोर्डर रेडियस थोरै राखिदिउँ। यसमा बोर्डर रेडियस चाहिँ बोर्डर रेडियस प्रपर्टी होला, बोर्डर रेडियस डट सर्कुलर भनेर राखिदिउँ, 8 पिक्सल जति राखिदिउँ है। त्यसपछि अरू भनेको हामीलाई यसको चाहिँ ब्याकग्राउन्ड कलर डिफ्रेन्ट छ होइन। सो के गर्न मिल्छ, फिल भन्ने यसमा प्रपर्टी होला, यसमा नभए पनि इनपुट डेकोरेसनमा फिल कलर अथवा फिल्ड चाहिँ ट्रु गरिदिने, यो फिल छ र फिल कलर दिन मिल्छ। फिल कलर हाम्रो यसमा कुन छ, यो टेक्स्ट फिल्डको, यसलाई चेक गर्न सकिन्छ। अब त्यसलाई मोर गर्ने, भ्यू कोड गर्ने होइन। त्यसपछि फिल कलर यसको हेर्नु पऱ्यो भनेपछि हामीले यसको इनपुटमा जाने, यसको कलर चेक गर्ने होइन। सो कलर चाहिँ ब्याकग्राउन्ड डार्कमा चाहिँ यो कलर रहेछ होइन। सो कपी गऱ्यो, यहाँ जाने, कलर गऱ्यो 0xFF, यति गऱ्यो है। फिल कलर पनि आयो। अब त्यसपछि यो माथि र यो बिचको डिफरेन्स अलिकति साइज बक्स युज गर्न सक्यो, स्पेसिङ साइज बक्स, हाइट दिन सक्यो, हाइटमा 30 पिक्सल जति दियो, अलिकति तल आयो होइन। त्यसपछि हेर त यो लेफ्ट र राइट पुरै यसमा टाँसिरहेको छ होइन, यतातिर चाहिँ अलिकति टाँसिएको छैन होला, यो टाँसिएको छैन नि त लेफ्ट र राइट होइन। सो मैले प्याडिङ दिन मिल्यो। प्याडिङ केमा दिने, कोलममा दिने, ऱ्याप विथ विजेट गर्न सक्यो, के भयो ल, प्याडिङ विजेट युज गर्न मिल्यो होइन। के भयो, भोक लाग्यो, मैले सुनिरहेको छु खाजा खान लाग्यो जस्तो लागिरहेको छ, प्लास्टिक बजिरहेछ ए। युनिसले गेस चाहिँ पक्कै खाजा खान लाग्यो होला भने गेस गरिरहेको छु होइन, चक्लेट खान लाग्यो होला। एज इन्सेट्स डट सिमेट्रिक युज गरेँ ल, हेर अब यसमा 16 पिक्सल दिन्छु है, लेफ्ट र राइटमा हल्का स्पेस आयो नि त अब होइन। अब त्यसपछि हेर टेक्स्ट फिल्डको माथि लेभल पनि छ होइन, यसमा लेभल पनि छ नि त, इमेल एड्रेस भनेर। सो मैले के गरिदिन्छु, टेक्स्ट विजेट युज गरिदिन्छु यसको माथि, अनि यसमा इमेल एड्रेस भनेर गरिदिन्छु होइन। सेभ गरिदिएँ। अब यो इमेल एड्रेस चाहिँ के छ, सेन्टरमा आइदियो। लेफ्टमा ल्याउन के गर्न मिल्छ भने टेक्स्ट फिल्डलाई ऱ्याप विथ विजेट गरेर अलाइन युज गर्न सकिन्छ होइन। अलाइन युज गरेर अलाइनमेन्ट दिन सकिन्छ, अलाइनमेन्ट डट सेन्टर लेफ्ट गरिदियो भने यो लेफ्टमा आउँछ है। त्यसपछि अब के गर्न मिल्यो, यो इमेल एड्रेस र टेक्स्ट फर्म फिल्डको बिचको थोरै ग्याप अलिकति बढाइदिउँ होइन। साइज बक्स युज गर्न सक्यो, अनि यसमा हाइट दिन सक्यो, हाइटमा चाहिँ म 10 पिक्सल जति दिन्छु। सो यो अलिकति तल आयो होइन। त्यस्तै गरी सेम कुरा हामीले के को लागि पनि डिजाइन गर्नुपर्ने छ, इमेलको लागि त भयो, यो हिन्ट टेक्स्ट पनि राख्नुपर्ने रहेछ होइन। सो हिन्ट टेक्स्ट राख्नलाई यहाँ गयो, हिन्ट टेक्स्ट गऱ्यो, टेक्स्ट विजेट युज गऱ्यो, यसमा चाहिँ u@example.com राख्न सकिने रहेछ होइन। u@example.com युज गर्न मिल्यो। के छ, हिन्ट टेक्स्टले के लिन्छ, डाइरेक्टली स्ट्रिङ लिँदो रहेछ होइन। सो टेक्स्ट विजेट लिँदो रहेछ, डाइरेक्टली स्ट्रिङ लिँदो रहेछ, यो पनि आयो। अब त्यसपछि हामीलाई के छ, पासवर्ड फिल्ड चाहियो होइन। पासवर्डको लागि पनि हामीले के गर्न सक्यो त,
सेम कुरा यही कपी पेस्ट गर्यो, यहाँदेखि यहाँसम्म कपी पेस्ट गर्यो र तल फेरि पेस्ट गरिदिउँ है। पासवर्डको लागि एउटा लेभल कपी गर्न बिर्सेछ, यो अलाइनवाला पनि कपी गरिदिउँ। त्यसपछि यहाँ माथि साइज बक्सभन्दा माथि राख्दिउँ है। यो पासवर्ड फिल्डको लागि भयो। यहाँ चाहिँ के छ, इमेल एड्रेस लेखेको ठाउँमा पासवर्ड लेखिदिउँ है। पासवर्ड आयो। अब u@example.com भन्ने ठाउँमा के आयो, स्टार स्टार डट 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 आउँदो रहेछ, अथवा हामीले स्टार केही राख्न सक्यो है। चाहिँ डट 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 केही राखिदियो होइन, पासवर्ड आउँछ। त्यसपछि पासवर्ड र इमेलको बिचको डिफरेन्स अलिकति स्पेसिङ अलिकति बढाइदिउँ, साइज बक्स युज गरौँ, हाइट 40 जति राखौँ होइन। 40 जति राख्यो, अलिकति तल गयो है। त्यसपछि अर्को के छ, हाम्रो यो आइकन राख्नुपर्ने छ होइन। आइकन राख्न तिमीलाई लागिहाल्छ होला। अब त्यसपछि बटन राख्नुपर्ने छ एउटा होइन। हामीले खास यो डिजाइन भन्दा नि यो डिजाइन चाहिँ गर्दैछौँ है, यो तलको रिमुभ गर्दैछौँ नि त होइन। सो योवाला युज गर्नु पऱ्यो बटन। त्यसको लागि के युज गर्न सक्यो त, यहाँ तल टेक्स्ट फर्म फिल्ड सकिसकेपछि बटनको लागि हामीले एलिभेटेड बटन युज गर्न सक्यो, अथवा फिल्ड बटन युज गरे नि हुन्छ होइन। फिल्ड बटन युज गरिदिन्छु ल। फिल्ड बटन युज गर्यो, अन प्रेसको ठाउँमा अहिले केही पनि नगर्ने होइन। चाइल्डको ठाउँमा टेक्स्ट विजेट युज गर्ने र यसमा दियो लगइन भनेर होला होइन, साइन इन भन्ने रहेछ ल, साइन इन युज गर्ने, साइन इन भनेर राख्न सक्यो। अब यसलाई हल्का डेकोरेसन गर्ने हो भने के गर्नु मिल्यो, यहाँनिर स्टाइल भन्ने प्रपर्टी छ है। स्टाइलमा फिल बटन डट स्टाइल फ्रम भन्ने गर्न सक्यो। बटन डट किन आएन, फिल्ड बटन रहेछ नि त होइन। फिल्ड बटन डट स्टाइल फ्रम छ छैन, फिल्ड बटन डट स्टाइल फ्रम गर्न मिल्यो होइन। यसमा चाहिँ ब्याकग्राउन्ड कलर के राख्नु मिल्यो, ब्याकग्राउन्ड कलर चाहिँ एप कलर डट प्राइमेरी होइन। हामीले एप कलर डिफाइन गरिसकेका छौँ, प्राइमेरी यसरी दिन मिल्यो, यो कलर आयो। त्यसपछि यसमा के गर्न मिल्यो, यसमा हाइट दिन मिल्छ अथवा केही कन्स्टेन्टहरू के दिन मिल्छ होइन। आइकन साइज छ, टेक्स्ट फिल्ड मिनिमम साइज, फिक्स साइज होइन। यसमा डिफ्रेन्ट प्रपर्टी छ। सो अहिले मलाई के युज गरेँ, फिक्स साइज युज गरिदिएँ। फिक्स साइजले साइज लिन्छ होइन, साइज लिन्छ। सो साइजमा मैले विड्थ के दिएँ, साइजले के प्रपर्टी लिन्छ, यसमा विड्थ र हाइट लिँदो रहेछ, तर यो पोजिसनल प्यारामिटर रहेछ। सो मैले विड्थ चाहिँ डबल डट इन्फिनिटी राखिदिएँ, हाइट चाहिँ 40 जति राखिदिएँ, हाइट डाइरेक्टली 48 राखिदिएँ आज है। यस्तो गऱ्यो भने हेरौँ, अथवा यसलाई मिनिमम साइज गऱ्यो भने चल्छ होला होइन। मिनिमम साइज यस्तो गऱ्यो भने अलिकति भयो होइन। त्यसपछि फिल बटन र माथिको स्पेसिङ चाहियो, साइज बक्स युज गर्नु पऱ्यो। हाइट यसमा दिन सकिन्छ 40 जति है, अलिकति तल आयो। अब यसमा बोर्डर रेडियस हल्का के छ त, अलिकति कम छ। यसलाई चाहिँ यहीँनिर बोर्डर रेडियस भन्ने अथवा रेडियस केही प्रपर्टी छ होला, हेरौँ। फिल बटनमा के प्रपर्टी छ, फोरग्राउन्ड कलर, सर्फेस, आइकन, यसमा चाहिँ साइज, साइड र सेप भन्ने रहेछ होइन। सेप रहेछ, सेपमा राउन्डेड रेक्टेङ्गल बोर्डर भन्ने युज गरिदिउँ। अनि बोर्डर रेडियस युज गरिदिउँ। बोर्डर रेडियस चाहिँ बोर्डर रेडियस डट सर्कुलर युज गरिदिउँ। यसमा चाहिँ 8 जति भ्यालु दिउँ। यो गऱ्यो भने बोर्डर रेडियस पनि आइहाल्यो होइन। सो यस्तो बटन आयो। अथवा यो 48 भन्यो भने अलिक कम भयो होला, 60 जति दिउँ होइन, अलिकति ठुलो आयो होइन। अब ठिक छ। सो यस्तो भयो। त्यसपछि अब टेक्स्टको कलर चाहिँ हामीलाई के चाहियो, वाइट कलर चाहियो, तर 8 भन्दा पनि यसलाई चाहिँ 16 गरिदिउँ है। हल्का बोर्डर रेडियस छ यसमा ल, 16 ठिक छ। त्यसपछि फोरग्राउन्ड कलर भन्ने प्रपर्टी होला, कलर्स डट वाइट गरिदियो भने फोरग्राउन्ड कलर पनि वाइट कलरको आयो है। त्यति काम हामीले गर्न सकिन्छ होइन। ठिक छ, यतिसम्म बुझिन्छ ल। पहिला यो गर्नु पऱ्यो, तिमीहरू सर र सकाउनु पऱ्यो ल, त गरिहाल्नु। गरेको बुझाएको छ नि होइन, बुझाएको छ भने सुरुमा आफै गर हेर, त्यसपछि मात्र मेरो कपी गर्न ट्राई गर है। तिमीले डिजाइन गरेर ल्यायो भए सिधै प्रोजेक्ट स्टार्ट गर्न हुन्छ। डिजाइन गरेर गरौँला डिजाइन।
अब आइकन्सहरू राख्नलाई त तिमीहरूलाई आउँछ होला होइन, यसमा आइकन पनि राखिदिइहाल्छ नि त, राम्रो देखिन्छ है। सो आइकन ल्याउनलाई के गर्न सक्यो त, यो आइकन यसले एसपिजी आइकन युज गरे होला होइन। एकचोटि चेक गरौँ उसले कसरी युज गरेछ, भ्यू कोड गरौँ अनि उसले चाहिँ कस्तो आइकन युज गरेर रहेछ त, मटेरियल सिम्बलको वर्क हिस्ट्री भन्ने आइकन युज गरेर रहेछ होइन। यो मटेरियल सिम्बल युज गरेर रहेछ, मटेरियल आइकन भनेपछि यसमा fonts.google.com-मा गएर हामीले त्यस्तै आइकन छ कि छैन चुज गर्न सकिन्छ। यसमा वर्क हिस्ट्री भन्ने छ त, वर्क हिस्ट्री यही आइकन युज गरेर त होला नि होइन, यही आइकन युज गरेर रहेछ। सो हामीले यही आइकन युज गर्न सकिन्छ। यसको लागि के गर्ने त, माथि वेलकम ब्याक भन्दा माथि जाने, यहाँनिर चाहिँ आइकन युज गर्ने, icons.workhistory होइन। यो दियो भने यो आइकन आयो, फिल्ड आइकन युज गरेर रहेछ। सो आउटलाइनको ठाउँमा वर्क हिस्ट्री भन्ने, वर्क हिस्ट्री मात्र गऱ्यो भने फिल्डवाला आउँछ होला है। त्यसपछि कलर दिनु पऱ्यो यो आइकनको कलर चाहिँ एप कलर डट प्राइमरी कलर दिनु पऱ्यो है। माथि कमा प्राइमरी कलर, माथि कलर आएर है। अब यो आइकन र टेक्स्ट एकै ठाउँमा राख्नुपर्ने छ होइन। सो यसको लागि के गर्न सक्यो त, यसलाई रो भित्र राख्न सक्यो, रो युज गर्ने, रो भित्र चाहिँ चिल्ड्रेन्समा यो आइकन र अर्को टेक्स्ट विजेट युज गर्न सक्यो। यसमा चाहिँ जब ट्र्याकर भनेर राख्न सक्यो होइन, यसरी जब ट्र्याकर भनेर राख्न सक्यो। अब रोमा मेन एक्सिस अलाइनमेन्ट के गरिदिनु त, मेन एक्सिस अलाइनमेन्ट डट सेन्टर गरिदिने, यो बिचमा आइहाल्यो है। अब त्यसपछि आइकन र जब ट्र्याकर बिचको स्पेस चाहियो भने यहाँ साइज बक्स युज गर्न पनि सक्यो, अथवा रोमा स्पेसिङ भन्ने प्रपर्टी छ, यो गऱ्यो भने अलिकति स्पेसिङ आयो। अब जब ट्र्याकरको साइज अलिक ठुलो बनाउनु पर्ने छ भने टेक्स्ट स्टाइल युज गर्न सक्यो। टेक्स्ट स्टाइलमा फन्ट साइजमा 40 जति दिउँ, कस्तो देखिन्छ, 40 धेरै ठुलो भयो है, 30 दिउँ होइन, 30 पनि धेरै ठुलो भयो होइन। हामीले तलको कति युज गरेको छु 26 भनेपछि त्योभन्दा सानो युज गर्नु पऱ्यो, 20 युज गर्दा ठिक होला होइन। अनि फन्ट वेट दिनु पऱ्यो, फन्ट वेट डट बोल्ड दिए नि भयो, अथवा 600 भनेर दिन्छु ल म। 600 भनेर चाहिँ सेमी बोल्ड हो क्या होइन, सेमी बोल्ड हो 600 भने, अथवा 700 दिएर हेरौँ, 700 भनेर चाहिँ बोल्ड हो र यो ठिक देखिरहेछ होला होइन। सो योभन्दा माथि पनि हल्का स्पेसिङ बढाइदिउँ, यो एकदम कम भइरहेछ भनेपछि रोभन्दा माथि यहाँ साइज बक्स दिउँ होइन। अनि यहाँनिर हाइट भनेर दिउँ, हाइट चाहिँ 40-50 पिक्सलकै कति दिउँ होइन। सो 40 पिक्सल दिउँ, अलिकति ठिक आयो होला। त्यसपछि यो र यो बिचमा नि स्पेसिङ छ जब ट्र्याकर र वेलकम ब्याकमा, यसलाई पनि साइज बक्स दिउँ अनि हाइट दिउँ होइन। हाइटमा 50 पिक्सल जति दिउँ, अलिकति तल आयो, यो पनि ठिक छ होइन। 50 अलिक बढी भयो कि 40 दिउँ होइन। त्यसपछि इमेल एड्रेस र यो माथिको स्पेसिङलाई अलिकति बढाइदिउँ, अलिकति बढी नै छ होला यसमा होइन, तर ठिकै छ ल, 40 दियो भने पनि राम्रै देखिन्छ। सो लगभग हाम्रो स्क्रिन त सेम भयो नि त होइन। अब हेर त यो स्क्रिन र यो स्क्रिन होइन। अब एउटा फरवर्ड पासवर्ड यो बाँकी छ, यो तलको त नहुने भइहाल्यो होइन। त्यसपछि यहाँ तल लास्टमा पनि छ एउटा छन चाहिँ, यो राख्न पनि सक्यो। ल पहिला यति काम गरौँ, सकाउँ त। अब यो तिमीहरू भोलि कम्प्लिट गरेर हेर, म थोरै यसमा अझ नयाँ कन्सेप्ट 1-2टा भनिदिन्छु है। यसमा हेऱ्यो भने हामीले यो डिजाइनमा हेऱ्यो भने सबैमा हेर त एउटा के कमन छ भन्दाखेरि, सबैमा हेऱ्यो भने एउटा चिज कमन छ होइन। यो जुन टेक्स्ट फिल्डको कलर छ नि, टेक्स्ट फिल्डको ब्याकग्राउन्ड कलर सबैमा छ हेर त होइन, सबैमा छ नि हेर त, यता यिनीहरू सबै होइन, यिनीहरू सबैमा छ। सो भनेपछि हामीले के गर्न मिल्छ त भन्दाखेरि यिनीहरूलाई नि ग्लोबल्ली कन्फिगर गरिदिनु मिल्यो नि त होइन। सो त्यही भएर मैले के गरिदिनु मिल्छ त भन्दाखेरि मेन र डार्टमा चाहिँ यहाँनिर थेम डेटाभित्र चाहिँ यो कलर स्किम सकिसकेपछि इनपुट डेकोरेसन थेम भन्ने हामीले गरिदिनु मिल्छ क्या। यसले चाहिँ ग्लोबल्ली कन्फिगर गरिदिनु मिल्छ सबैमा। सो इनपुट डेकोरेसन थेममा इनपुट डेकोरेसन युज गर्ने होइन। यहाँभित्र चाहिँ हामीले यहाँ जुन लेख्यो नि
जस्तो यो बोर्डर चाहिँ सबैमा छैन होला होइन, यसमा चाहिँ बोर्डर आएको छ, यतातिर बोर्डर छैन होइन। हेर न, यसमा चाहिँ बोर्डर आएको छ लगइन स्क्रिनहरूमा, यतातिर चाहिँ फेरि बोर्डर छैन होइन। यो बाहेक अरू सबै फिल त सबैमा छ नि त, ब्याकग्राउन्ड कलर होइन। सो मैले के गरिदिन सक्छु त भन्दाखेरि यसको फिल ट्रु र फिल कलर चाहिँ सबैमा सेम राखिदिन सक्छु नि त अब होइन। सो मैले के गरेँ, मेन र डाटमा गएँ, इनपुट डेकोरेसन हो, फिल चाहिँ ट्रु गरिदिएँ होइन। फिल कलर चाहिँ मैले के गरिदिएँ, फिल कलर चाहिँ जुन हाम्रो यो कलर थियो यसलाई राखिदिएँ। सो यति राखिदिएँ भने चाहिँ इनपुट डेकोरेसन थेम युज गर्नु पऱ्यो होइन। इनपुट डेकोरेसन थेम थियो होला है। अब यसमा चाहिँ मैले लगइन स्क्रिनलाई चाहिँ युनियर हटाइदिएँ भने पनि के हुन्छ भन्दाखेरि यसलाई हटाइदिन्छु, यसलाई पनि हटाइदिन्छु, अर्को फिल ट्रुलाई नै हटाइदिन्छु, फिल कलरलाई पनि हटाइदिन्छु है। र रिफ्रेस गरेर हेर्छु यो कुराहरू यो फिल नै हुन्छ क्या। सो यो जब मैले मेन र डाटमा यसरी ग्लोबल कन्फिगरेसन गर्छु नि, यो कन्फिगरेसन गरेपछि सबै अब तिमीहरूले जति सबै टेक्स्ट फिल्डहरू बनाऊ त्यो सबैमा चाहिँ के हुन्छ, यो फिल्ड नै आउँछ, फिल कलर यो पनि आउँछ है। बोर्डर चाहिँ अब यसमा मात्र छ, त्यही भएर बोर्डर चाहिँ लगइन स्क्रिनमा यसमा मात्र राखेँ है, आउटलाइन इनपुट बोर्डर भनेर। नत्र भने के छ त, बोर्डर पनि हटाउन हामीले सकिन्थ्यो है, यस्तो गर्न सकिन्छ। ल यही भन्न खोजेको मैले। अब तिमीहरूले यसमा कस्टम विजेट बनाउन सक्छौ, जस्तो टेक्स्ट फर्म फिल्डमा यति चिजहरू पनि, यति चिज अलाइन पासवर्ड होइन, यो लेभल यसमा हेर त रिपिट भइरहेछ, यसलाई पनि हामीले कस्टम विजेट बनायो भने लेभल भन्ने पास गर्यो, त्यसपछि डेकोरेसनको यो अरू प्रपर्टी पास गर्यो भने सकिन्थ्यो होइन। यसलाई कस्टम विजेट बनाउन सकिन्छ होइन, त्यो पनि अब तिमीहरूले बनाउन सक्छौ। अनि त्यसपछि अर्को भनेको हाम्रो बटन, सबैमा बटन हेर त सेम छ नि होइन। यसमा क्रिएट अनि साइन इन बटन होइन, यिनीहरूमा चाहिँ प्राइमेरी बटन्सहरू हेरेर त सबैमा सेम छ। सो यसलाई पनि एउटा बटनको पनि एप बटन भनेर कुनै एउटा नाम दिन सकिन्छ होला होइन। यसलाई कस्टम विजेट बनाउन सक्यो, त्यो भयो भने कोड पनि कम भयो है। यो भनेको कस्तो हो भने, जस्तो मैले यहाँ कोरमा एप कलर बनाए जस्तै जस्तो यसमा चाहिँ यो त एप बटन भनेर त विजेट्स हो होइन, यो त ग्लोबल्ली कन्फिगर हुन्छ। सो मैले कोरभित्र विजेट्स भन्ने फोल्डरभित्र एप बटन अथवा एप प्राइमेरी बटन भनेर कुनै एउटा बनाउन सक्छु होला, .डाट होइन। सो यसमा चाहिँ मैले स्टेटलेस विजेट बनाउँछु, एप प्राइमेरी बटन भनेर दिन्छु होइन। यसमा चाहिँ के गरिदिन्छु त, लगइन स्क्रिनको सबै कोड यहाँदेखि लिएर यो सबै कोड चाहिँ एप प्राइमेरी बटनको यहाँ रिटर्नमा दिन्छु यसरी होइन। यति दिएपछि अब ब्याकग्राउन्ड कलर हामीले इम्पोर्ट जे गर्नुपर्ने थियो त्यो गऱ्यो। अब यो एप प्राइमेरी बटन चाहिँ के भयो त, लगइन स्क्रिनमा लेखिदिने, यति नलेखेर यति लेखिदिने है। यति लेख्यो भने हेर त हाम्रो कोड डुप्लिकेसन गर्छ होइन। अब जति पनि ठाउँमा बटन युज गर्नुपर्ने छ त्यहाँ एप प्राइमेरी बटन भनेर लेख्दै पुग्यो है। सो यसरी चाहिँ कोड डुप्लिकेसन घटाउन सकिन्छ। अब यसमा बटन क्लिक गर्दा के गर्ने भन्ने चिज चाहिँ यहाँनिर अन प्रेस भन्ने चिज चाहिँ यहाँ पनि ल्याउनु पऱ्यो भने यो अन प्रेस चाहिँ यहाँ नलेखेर यो अन प्रेसले के लिन्छ, रिक्वायर्ड, यो अन प्रेस भन्ने कस्तो टाइपको प्यारामिटर रहेछ हेर त, अन प्रेसको चाहिँ रिक्वायर्ड भोइड कल ब्याक यस्तो रहेछ होइन। सो भनेपछि मैले यति चिजलाई कपी गरेर एप प्राइमेरी बटनमा यहाँनिर यसरी रिक्वायर्ड भनेर राख्न सकियो होइन। अनि त्यसपछि फाइनल भोइड कल ब्याक अन प्रेस भनेर एउटा यसरी बनाउन सक्यो। अनि नभए यहाँनिर रिक्वायर्ड दिस डट यस्तो गर्न सक्यो। अनि यो अन प्रेस गर्दाखेरि चाहिँ यहाँनिर अन प्रेस भन्ने माथि जुन हामीले डिफाइन गराएको थियौँ त्यो यहाँ राखिदियो। यो हामीले गरिसकेका छौँ कल ब्याक फङ्सन है। त्यसपछि यहाँनिर चाहिँ अन प्रेस भन्ने आयो। अब त्यसमा के गर्ने भन्ने चिज चाहिँ यहाँ लेख्न सक्यो, यसरी कल ब्याक फङ्सन बनाउन सक्यो है। यो चिजहरू चाहिँ अब तिमीहरूले रजिस्टर स्क्रिन भोलि सकाऊ है। अनि त्यसपछि लगइन स्क्रिन हामी भोलि फायरबेस इन्टिग्रेट गर्छौँ है। त्यो भोलि त फेरि छैन होला है।